ओइ प्रसाद सबै खाइसकिस् त खुवाइ ठाडो पारेको केरा ल ल केरा केरा आइले ठाडो पारिदिनु है त्यसलाई त्यसले उल्टो पाऱ्यो के त्यहाँ ल भित्र देखेँ त मैले भनेको त नि त्यहाँभित्र लुक्यो के केरा ल फेरि लाटा भन्दै अर्काले चाहिँ एउटा छिले ल उसलाई फेरि बसेर खाने बेलामा बसेर खानुपर्ने कसरी केरा खानु मन लाग्छ यसलाई सानोमा केरा कोचारेर होला है गगाले सानोमा केरा कोचारेर कम्ता मलाई गाली गरेको छन् तेरो फ्यानहरूले मलाई कम्ता गाली गरेको छन् तेरो फ्यानले होइन त्यो केरा खाने भएको छ आफ्नो नाति बिस्तारले खा बिस्तारले खाऊ न बिस्तारले खाऊ है मैले त्यो हात नटेकिकन उठ्छु है ल ल गुड गुड त्यो केरा भएको हात चाहिँ नटेकिकन उठ्यो कि यसले जुरुक्क लगाएर ल भरे बेबुको भिडियो हाल्नु है एउटा भनेको छ तेरो फ्यानले कत्रो हालेको फेरि भयो भर्खर टाकटुको मुखमा हालिदिएको केरा अहिले बिस्तारले खाने यार कस्तो बिस्तारले खाना त्यस्तरी खाने हुने के हामीले चाहिँ होइन तिमीले चाहिँ खाँदै मैले खाँदैन थिएँ त्यस्तो ल अब हेर त ठङ्गा लगेर खोइ उसको केरा दिन्न छ त त्यहाँ छे ठङ्गा लगाएको तिमीले न उयो केरा ओ अब माथिको मात्र समात यो त गयो त गयो आमा एउटा केरा त सलक्कै गाँठे ओइ बेबु गगालाई कस्तो गरिम भयो प्रसाद खाऊ न भनेको त प्रसाद खाऊ न भनेको त मैले के गरेर बसी बेबु तिमी मन्दिर गएको रे हो तिङ छौ मन्दिरै दुईचोटि गयो भन्छ त ए मेरो बेबु बोकी लगाएको हो गर त बेबुलाई के गरेको अहिले वाक्का हुने गरेर खाँदैछ खै मेरो बेबु गर त त्यो नलाउने माला तानेको होला त्यसले ल ऊ त्यहाँ बेबु ल्याऊ मेरो बेबुले गर्नु पर्यो बेबु माया गर्नु पर्यो क्या ल हो त्यो बेबु ल्याउ न गर त ल गर लु बेबु झऱ्यो लै त्यसको नाम बेबु राखिदिएको ल लातले ल बल खोइ त बल खोइ बल खोइ मलाई त आउने बित्तिकै तिमीले जुत्ता पो दिँदो रहेछ मलाई त्यही जुत्ताहरू पनि लेस नखोली धुनु भन नि हौ लेस नखोलिदियो भने जुत्ताहरू खै मेरो मालाले ठङ्गाले मेरो ठङ्गा ऊ त्यो घाँटीमा लगाएको मालाले ओइ बल पो ल्याएको ल लु हेर फेरि लड्यो माला ल्याऊ क्या मालाले लड्छ कस्तो दा डिस 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 ल यो मालाले ल खाउँछु कि त्यसलाई ल ताली ल माला चाहियो कसो तानेको त यो त आमा ल आया ल के गर्ने लाग्यो लाउनु पर्यो कि लु लाएर हिँड्ने अरे क्या अब आयो अब ढुस्यौँ गरेर बल के गरेको बल ढुस्यौँ
बल ढुस्यौँ केरा छैन अब एउटा खाए भइहाल्यो नि धेरै खानु हुँदैन पुग्यो पुग्यो के त्यत्रो ठुलो केरा खाएर पहिले चाहिँ केरा खाने मान्छे यो चुत्ता गर्नुपर्छ उता चुत्ता गर चुत्ता डस्टबिन हाल्यो चित्ता गर है फेरि लिएरै आएछ त चित्ता गर्नु चुत्ता गर्दै हुँदै डस्टबिनमा डस्टबिन भेटेन ए ओइ उया पपको गाला देऊ नि त पपको गाला देऊ नि त ए उता जाने भनेको ढोका लागेको छ नि यिनीहरूले ल डस्टबिनमा हो त्यही चित्ता नै यहाँ राखेको छ तैँले लडाएको लडाइ गर्छ नि ल ऊ त्यसो गर्छ कि चित्ता गर्दै हो ल आऊ 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 भयो छोड्दै अब त्यही ल ल बाहिर बाहिर गुड बोय अब के गर्ने बेबु अब के गर्ने ध्यादै गर्दा हे टिकटक बनाउने अरे बेबुले ध्यादा त खै ध्यादै गरेको आऊ न त माथि ल ल दादा खै दादा नगर्ने के गर्ने त मम खायो मम खायो खाइसक्यो अरे त तिमीले मम हो हो के गर्ने के के दादा गर्ने खै कहाँ गर्ने दादा यहाँ गर्ने दादा ल मम त खाइसक्यो भने त तिमीलाई कि बल खै बल के चाहियो के मेरो बेबु ल्याउ नि त मेरो सानो बेबु गर्ने बेबु खै खै ए त्यहाँ रहेछ ल ल ल ल ल ल्याउ 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 गर नि त चुप्पा पनि गरिदेऊ चुप्पा गर नि त यतै ल्याउ मलाई चुप्पा ल ल मैले त चुप्पा गऱ्यो यस्तो गर्नुहुन्न क्या बेबु छ्या त्यसरी कुट्नुहुन्छ त ल ल ओर्गेन मम आम्मा डुम्मा गर्ने के बल माया गर्नु पर्यो नि बोक्नु पर्यो नि मलाई भन्न नबोकेपछि दे नबोकेपछि को आउँछ भन न मलाई यहीँ मागेको छु पुरा त्यहाँ भात पेसिन लाग्छ दादा ओइ के गरेको नाटक बेबु नाटक कसलाई हुन त सुत्नु जाने बेला भइसक्यो बाई गर्नु गएको बाई गर्नु आउँछ त है त्यसले भात खाइसकेपछि हेर्न हाम्रो भात खानु नदिनु उ त जाने अरे सुत्नुलाई तँलाई अहिले हेर है